ढोका ढकढक गरेर आउनुपर्छ नि, त्यति पनि थाहा छैन तिमीलाई? सरी, मैले त अघि पछि जस्तै सोचेर यादै गरिनछु। यसरीले आजसम्म मेरो कोठामा आउजाउ गर्न कुनै रोकटोक गरेको छैन। ऊ जुनसुकै फेरि आउन जान सक्छ। को र केसरी तपाईँको? एउटी केटी मान्छे भएर केटा मान्छेको रुममा सहजै आउजाउ गर्न सक्ने। केटा र केटी बीच मित्रता होला, तर यसको मतलब ओछ्यानसम्म सहजै आउन सक्नु भनेको गतिलो संस्कार होइन। त्यही पनि हिजोसम्म तपाईँ मात्रै हुँदाखेरि फरक पर्दैन थियो होला, अब म पनि छु। लोग्ने स्वास्नी बिच जे पनि हुनसक्छ। यसरी जो पाए त्यही कोठामा पसेको राम्रो होइन। माफ गरिदिनु, म त अब घर जान्छु है भनेर भन्न आएकी थिएँ। यो कुराको ख्यालै गरिनँ। अबदेखि म यहाँ कहिले पनि आउँदिनँ। किन त्यसरी बोलेको तिमी? बिचारा मन दुखाएर गई। दुख्ने मन उसको मात्रै छ, मेरो चाहिँ छैन। मैले कहाँ त्यसो भने? भनिराख्नु पर्दैन, व्यवहारले नै सबै देखाइसक्नु भयो।